पल शाहको स्टारडम सकियो कि कमब्याकको तयारीमा छन्। ऊ एक समयको सुपरस्टार, हजारौं युवाको प्रेरणा, तर आज चुपचाप ओझेलमा एक्लो। के पल शाहको यात्रा यत्तिकै सकियो? के अब उनी कहिल्यै उठ्न सक्दैनन्? के पल शाहको स्टारडमको पर्दा झरिसकेको हो या पर्दा पछाडि भइरहेको छ केही ठूलो तयारी? के तपाईलाई याद छ त्यो समय जहाँ पलको हरेक म्युजिक भिडियो ट्रेन्डिङको शिखरमा पुग्थ्यो? सिनेमा हलहरू उनका नामले भरिन्थे। तर अहिले त्यो चमक हराए जस्तो छ। के यो सबै समीक्षा अधिकारीसँगको सम्बन्ध टुटेपछि सुरु भयो? के बिछोडसँगै पलको करियर पनि बिस्तारै भासिँदै गयो? के यो इन्डस्ट्रीको खेल हो जहाँ एक गल्तीले हिरोलाई भुलाइन्छ तर दर्शक कहिले नबिर्सने शक्तिमा विश्वास राख्छन्? पल अहिले मौन छन् तर भित्रभित्रै उनी तयार हुँदैछन् एक यस्तो कमब्याकको लागि जसले आलोचकलाई चुप बनाउने छ र दर्शकलाई फेरि चिच्याउन बाध्य पार्ने छ। यो हो हाम्रो पल। तर प्रश्न अझै बाँकी छ, के त्यो कमब्याक समीक्षा अधिकारी बिना सम्भव छ? समीक्षा पलको करियरको हिस्सा थिइन् तर मेरुदण्ड होइन। पल शाह आफै एउटा नाम हो, एउटा ब्रान्ड। उनी फेरि उठ्न सक्छन् यदि पलले आफूलाई विश्वास गरे। कहिलेकाहीँ मौनता नै सबैभन्दा ठूलो आवाज हुन्छ र सायद पल कहिले बोलेका छैनन् किनभने उनी इतिहास बनाउने तयारीमा छन्। भोलिको हेडलाइन के हुनेछ? पल शाह सकिएको कहानी कि पल शाह द लिजेन्ड इज ब्याक? तपाईँ के सोच्नुहुन्छ कमेन्टमा लेख्न नबिर्सनुहोस् र भिडियो मन पर्यो भने लाइक, शेयर र च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोस्। धन्यवाद। जय नेपाल, जय सिनेमा। फेरि भेटौला।